यसलाई पुरै अब हामीलाई चाहिँ यो ब्याउनु नसकेर यो चाहिँ पुरै यसलाई हामी यसको अब निकाल्दैछौँ। भने भेटनेरीबाट डाक्टर साहब आउनु भएको छ। यसलाई चाहिँ अब हामी बचाउँदैछौँ साथीहरू। यसलाई चाहिँ पाठा छ, यसलाई हामी निकाल्दैछौँ। यसलाई रेस्क्यु गरिरहेको छौँ हामीले। साबुन चाहिन्छ सर? खुट्टाभित्र पसेको छ नि यसको खुट्टा। यसलाई बचाउने प्रयास जारी छ। पोहोर एउटा त्यसो गरेको मैले आफैले होइन, अलिक सकेन, बचाउनै सकेन। निकाल्दैछु यसलाई। खुट्टाभित्र अड्केको छ क्या खुट्टा। फुपा तेल ल्याउनु त त्यो। तेल रेस्क्यु गरेको छ हामीले। टक्कैलाई मिलाएर अपरेसन गरेर। यो कचपछि होला हिजो तान्दाखेरि होइन यसलाई। कुनलाई? यसलाई तानेको? होइन, म त उता हौ जङ्गलतिर लागेको नि त। अलिकति तानेको हो यो हैन? तानेको हातले त ताने छैन। ठुलो भयो के, बोका ठुलो भयो होइन, त्यही भयो मेरो खुट्टा। बोका ठुलो भएको कारणले चाहिँ भेटिँदैन। खुट्टा भेटिँदैन है? खुट्टा भेट्नु भयो? अड्किएको छ क्या खुट्टा। पहिला भेट्यो? पहिले भेट्यो। अलिक सानो उमेरको थियो कि, त्यही भएर सानो उमेर। निस्किरहेको छ। खुट्टा भेट्यो? खुट्टा चाहिँ भेट्नुपर्छ कि, अनि खुट्टा भेट तान्ने मिल्छ। ऊ चाहिँ निकाल्नुमा के अरे त्यो भित्र त्यो आन्द्रा चाहिँ जोगाउनु पर्यो कि। कस्तो फस्टेको छ। खुट्टा मिल्नु पर्छ क्या। हेर्नु खुट्टा। खुट्टा पुरा उल्टो क्या। यो खुट्टा पाटो कति थिएछ त्यो जम्न छ कि। खुट्टा कस्तो। अब हामीले यसलाई पूर्ण रूपमा बचाइसक्यौँ। यसको पाठा हामीले निकालिसक्यौँ। यो पाठा चाहिँ ठुलो रहेछ र हामीले निकालेको है। अब यसले हामी फेरि टिटनेसको सुई हान्दैछौँ यसलाई। अनि टिटनेस गर पेन किलरको दुईवटा सुई हान्दैछौँ हामी यसलाई। चट्ट सुई हानेपछि यसलाई चाहिँ अब राम्रो भयो व्यवस्थापन भयो यसलाई। अब यसलाई त्यो हानिसकेपछि ओके। यसलाई दबाई खुवाउनुपर्छ होइन कि परेन? पर्दैन। टिटनेसको हान्यो। यसलाई फेरि पेन किलरको हानेपछि चट्ट यो बाँच्यो। अब नभए यसलाई नगरेको यो मर्थ्यो क्या। यसलाई बचाइयो। अनि यसो गरेर चाहिँ हामीले चट्ट निको पार्यौँ। यसरी उपचार गर्नलाई साथीहरू तपाईँहरूले पनि बाख्रा ब्याउन सकेन भने यसरी डक्टर लिएर भेटनेरी डक्टरबाट लिएर कुनै पनि पशुहरू बाख्रा नभएर गाई भैँसी जुनै पनि त्यसलाई नजिकको भेटनेरीको डक्टरमा सल्लाह लिकन चिकित्सकसँग भेटनेरी चिकित्सकसँग सल्लाह लिएर ट्रिटमेन्ट गर्नु होला। नेक्स्ट भिडियोमा के गरौँला हस् त।